हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ हामी सेन्ट्रल लन्डन जाँदैछौँ मेरो बुढीको नयाँ पासपोर्ट लिनको लागि। पासपोर्ट लिएको पनि 10 वर्ष भएछ। आफ्नो पासपोर्ट 4 वर्ष भयो। सो अहिले चाहिँ हामी ट्रेन स्टेसनमा छौँ। वी आर हेडिङ टुवर्ड्स सेन्ट्रल लन्डन एन्ड वेटिङ फर आवर नेक्स्ट ट्रेन। कति टाइम छ काला हो? 19 भयो, 35 मा छ त अर्को ट्रेन। And looks like we just missed our train by 5 minutes. Hello? I'm Central London area कति भयो? धेरै भइसक्यो। Excited? सेन्ट्रलै हेर्ने क्या, अब नेपाली एम्बेसी जहाँ हो त्यहाँ हो। थाहा छैन सेन्ट्रल लन्डन हो कि कहाँ छ। आज युके को नेपाली एम्बेसी म चाहिँ पहिलोचोटि जाँदै हो, मेरो बुढी चाहिँ दोस्रो चोटि। हामी चाहिँ अहिले रिचमन्ड आइपुग्यौँ र ट्रेनबाट झऱ्यौँ। वी आर ट्राइङ टु फाइन्ड आवर वे टु नेपाली एम्बेसी। यहीँबाट निस्किने हो काला? अस्ति न कुन रुट थियो त्यो रुटै देखाने क्या। अस्ति न चाहिँ म उता कुनाकोबाट गएको हो क्या। अनि रिचमन्डमै झऱ्यो? रिचमन्डमा झरेर त्यो प्लेटफर्म 7 लिएर डाइरेक्ट कुन स्टेसनमा उत्रेको बिर्सेँ क्या त्यो। कति टाइम लाग्छ काला यहाँबाट? अस्ति कति गएको थियो? 45 मिनट्स यहाँबाट? टाढाको रहेछ त है। यहाँ चाहिँ हाम्रो ट्रेन डेस्टिनेसन कति टाइममा आउँछ भनेर लेखेको छ। एन्ड दिस इज डिस्ट्रिक्ट लाइन द्याट वी आर गोना टेक। कुन ठाउँ हो ट्रेन? त्यही बिर्सेँ क्या। म्यापले के भन्छ? नटिङ हिल गेट भनेपछि अर्कोमा उयो छ सिटी म्यापर के ट्रेनवाला। सिटी म्यापर अहिले छैन, पहिला थियो, अहिले त छैन। अहिले हामी रिचमन्ड होइन त? भन्नेमा जाने पहिला। अब आइस चेन्ज दुईटा लिएर जाने भन्छ। त्यो ड्राइभर नभएको ट्रेन चाहिँ डिस्ट्रिक्ट लाइन हो भनेपछि 45 मिनट्स जानलाई, भनेपछि त जानलाई आउनलाई नै 2 घन्टा लाग्ने रहेछ है। हामी आज के खान्छ त काला? मैले चस्मा फुगालेको छु, केही देख्दिन्छ। जुम इन गरेर हेरौँ न। यो धेरै ढिला भएर होला के। बस लन्डनको सबभन्दा राम्रो कुरा भनेको चाहिँ यहाँको पब्लिक ट्रान्सपोर्ट हो। किन भन्दाखेरि लन्डनभित्र जहाँ जता जानु परे पनि यहाँको पब्लिक ट्रान्सपोर्टेसन चाहिँ धेरै राम्रो छ, बिट बसबाट होस् या ट्रेनबाट होस्। सो द्याट इज वान अफ द बेस्ट थिङ अबाउट लिभिङ इन लन्डन।
फाइनली 3टा ट्रेन चढेपछि बल्ल हामी नटिङ हिल गेटमा आयौँ। अब यहाँबाट चाहिँ हामी वाकिङ डिस्टेन्समा एमबिसी पुग्छौँ। सो आज ओभरग्राउन्ड अन्डरग्राउन्ड सबै चढ्यौँ यहाँसम्म आउनुको लागि, बट इट वाज क्विक एन्ड इजी टु गेट हियर। लेट्स गो। यो ट्रेनको एउटा स्पेसियालिटी भनेको चाहिँ के थियो भन्दाखेरि त्यो क्यारेजहरू, अगाडिको क्यारेज पुरै हल्लिएर पुरै केही सुनिँदैन है मैले बोले। र हामी फाइनली अहिले ट्रेन स्टेसन बाहिर आइपुग्यौँ। यो ठाउँ चाहिँ नटिङ हिल फरेस्ट हो। अब हामी लाग्दैछौँ एमबिसी तर्फ। कहाँलाई थाहा छ बाटो? अब हामी टुई हिँड्छौँ। पहिला पासपोर्ट लिन्छौँ अनि त्यो पछाडि केही खाजा खान्छौँ। यो त मलाई सेन्ट्रल लन्डन नै हो जस्तो लागेको होइन? खै सेन्ट्रल लन्डन ठुल्ठुलो बिल्डिङहरू छ तर अलिक पोस्ट ठाउँ है यो। हजुर यत्तिकै ऱ्यान्डमली हिँडिरहेको थियौँ। हिँड्दा हिँड्दै यस्तो राम्रो बाटो भेटियो, कस्तो खतरा कलर कम्बिनेसनहरू भएको, खतरा रहेछ त। यस्तो बिजी ठाउँ छ यहाँ, फेरि यस्तो रेसिडेन्सियल ठाउँमा यस्तो क्वाइट छ। त्यही चाहिँ पुरा यस्तो बिजी स्ट्रिट छ। त्यही स्ट्रिटको यस्तो एलीबाट निस्के पछाडि चाहिँ यस्तो वन्डरफुल आर्टिस्टिक पुरा यो कफी खाने ठाउँ होला। यहाँ चाहिँ पुरा रेसिडेन्सियल बिल्डिङहरू पनि डिफ्रेन्ट कलर भएको रहेछ। अरूले पनि पुरा फोटो खिचिरहेछन्। तर जस्तै जे भए पनि अब यस्तो ठाउँमा आए पछाडि यो कफी खाने ठाउँमा छिरेर चाहिँ के खाने हो चाहिँ अहिलेसम्म मलाई थाहा भएन। अब हामी चाहिँ सिधा जान्छौँ म्याकडोनल्ड्स, जहाँ चाहिँ के खाने नि थाहा हुन्छ। अन्त प्रपर ब्रिटिस ठाउँमा गयो भने के खाने नै अक्कमक्क परिन्छ है। हेलो, मन परेन बनाना शेक? बुढीलाई मगाएको, बुढी त खाँदैन। के थाहा। फाइनली फेरि तपाईँको ट्रेनमा आज धेरै लामो जर्नी गएको। हाउ वाज द एक्सपिरियन्स? बुढी कस्तो होला। गाइज हामी चाहिँ फाइनली घर फर्क्यौँ अनि मेरो बुढीलाई चाहिँ यहाँ भोकाएर रन्थनेर केही छैन। मेकडोनल्ड्समा खानु भनेको भोक लागेन अरे त्यति बेला। अब चाहिँ भोकले के गाइज ट्रेन चढेर बल्ल बल्ल नेपाल युकेमा भएको नेपाली एम्बेसी चाहिँ हामी घुमेर आयौँ। सबैलाई बाई बाई।